गाउँ गाइस। अब हामी चाहिँ अब मामा माइतीहरू सब भएर होइन गइसकेको। गाउँको भ्यू चाहिँ यस्तो छ। ओहो सेट के हो यो। मामा माइतीहरू अब उताउति होला नि कहाँ छन्। हामी चाहिँ आइयो। कपाल यो हाम्रो गाउँतिर चाहिँ पानी पर्न जस्तो लागेको रहेछ। बस वी आर इन। हेलो हेलो व्हाट्सअप गाइज। हामी चाहिँ होइन अब गाउँतिर आइयो। अब मामा माइती पछाडि हुनुहुन्छ उता। अब हामी चाहिँ यस्तै छ पारा। हाम्रो यस्तै छ पारा। यतै हाम्रो गाउँ देख्न सक्नुहुन्छ। यस्तो राम्रो हावा चाहिँ लास्ट गयो क्या। अब चाहिँ सबै ठिकै छ भन्नु। यस्तै हो अब बिस्तारै गाउँतिर गइन्छ अनि टक्क लाएर उता गएर रमाइलो गरिन्छ। अब उता गएर भेटौँला। मामा माइती पछाडि आउँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो गाउँ। यो अहिले चाहिँ नयाँ रोड बनाउनु लाग्यो। यस्तो राम्रो बनाउनु लाग्यो। अब बिस्तारै हुन्छ होला। हामी चाहिँ यस्तै हामी यस्तै हो पारा। हामी यस्तै हो पारा। चाहिँ हाम्रो मादी गाउँपालिका। मामा ओ माई गॉड। यहाँ चाहिँ हाम्रो गाउँको मादी गाउँपालिका। टक्क हामी यहाँ छौँ होइन। अब बिस्तारै अब यस्तै छ पारा। हामी चाहिँ अब टक्क यस्तो धुलो छ। के हो यो यस्तो धुलो हो। मामा कता आइयो हो। जल्दी बाउ गाउँ आयो। अब हामी गाउँतिर फाइनली गाउँ आउनु आयो। अब गाउँ अब हामी गाउँ आउनु आयो। अब चिन ओ मामाहरू कमिङ मामा हेलो। यो अब यहाँ बाली बनाउने भन्नुको ठाउँ घर देखाउनु पऱ्यो। बाली यहाँ घर बनाउने भन्नु थियो। यहाँ नआउनुमा तपाईँले हेर्नु भयो। यत्रो ठाउँ घर बनाएर हुन्छ। यत्रो ठाउँ यहाँ कटेर छ। यहाँ ठाडै भिर। ओहो मामा कता सब मामाको यो भन्छ मेरो भन्नु न। सब मेरो टक्कै यहाँ बाले चाहिँ यहाँ टक्कै भत्काएर घर बनाउने भन्दै हुनुहुन्थ्यो। खै मामा खै ए पिच गरी भएको छ क्या हेर्नु त। यहाँ त पिच गर्दैछ भन्छ अब हो फाइनली ल चलो फाइनली गोरु नै रहन्छ भन्छ। गोरु नआएको गोरु नै रहन्छ फाइनली। गोरु इज गाइड। यहाँ पनि घर बनाइसकेछ है। मकै हेर नि त्यहाँ कति राम्रो भएको। यहाँ बन भएको घर माथि पनि अलि बनाउला रहेछ। पछाडि कस्तो ढोका हालेको होला त्यहाँ है। यहाँ माथि यस्तो छ। मामाको बाले भन्नुभएको त्यो जग्गा पनि हेऱ्यौँ हामीले। अब हामी जाँदैछौँ होइन। अब हामी गाउँ गएर भेटिन्छ। बाई बाई गाइज लभ यु। यो गाउँको भ्यू लभली छ। यो त्यो चाहिँ मामाको पनि लागेको छ। मामा छ
मामा हावा चलिसक्यो अरे हावा चलिसक्यो अरे के गर्ने भन्नु त ढुक्क हो जाऊँ न त चलो मामाले टक्क लानुहुन्छ अब हेरौँ मामा कति रहेछ राइडर मामाको हजुर बिस्तारै जानु है मामा हावाले उडाउँछ मामा मामा राइडर लाने न मामा त्यो लेट जाऊँ के छोड्दैन बिस्तारै जानु बिस्तारै हुन्छ मामा मामाले यसको भयो म त माइती जाँदैन हुन्छ मामा एकदम नर्भस भयो माइतीलाई पढ्न जानुभयो माया लाएर फेरि डेन्जरस यस्तै छ पारा हाम्रो के छ पारा यस्तै छ गाई छैन अब म पनि जान्छु राइडर जान्छु ओ माई गड राइडर मामा आउँदै हुनुहुन्छ ओहो भएन है भएन हामी यस्तै छ पारा हामी यस्तै हेलो आमा हेलो आमा सन्चै हुनुहुन्छ सन्चै ए कसका आए गाठे दुईजना स्कुटर गुठुछु बोल्दैनन् क्या यिनीहरू नमस्कार म त पहिले हाम्रो कुन हुने मामै हो पहिलाको दोकान तपाईँहरूको यो होइन दोकान अब हामी जाऊँ मुनि मामाले यसको हामी नाकको थानी आज गाउँ पुरै देखाइदिने होइन त्यसको कहाँको हिँड्दै है उताको जाऊँ न त अब हामी टक्क मामा जा मामा यता हेर्नु चलियो अब गाउँ घुमिन्छ कस्तो राम्रो हरियो देख्यो है उहाँ त पुरै दुध देखेर कस्तो झ्याउ लाग्यो त यहाँ पो यस्तो शीतल ल उता गएर भेटौँ ल यहाँ कस्तो राम्रो है टक्कै यहाँ रिसोर्ट खोलेको भए चाहिँ यस्तो राम्रो देखिन्थ्यो कि हेर्नु न भ्यू टक्क यहाँ चाहिँ कस्तो किनहरू यस्तो खत्रै लाग्ने क्या टक्क भ्यूहरू यता यी गाउँहरू छ उहाँ भैँसी नि देखेको रहेछ चलङ्ग खै कसले लगाइदियो अब मकै लगाइदियो नि बा हेलो बा बा लास्टै हावा चलेको छैन निन्द्रै पाएनन् कसै त देख्दैन ओके फाइनल्ली हाम्रो गाउँ यहाँ बिच बन्न लाहा यहाँ त खतरा रहेछ नि त अनि माबाट बस्नको लागि त खतरा रहेछ वाउ लुक एट दिस यहाँ आइसक्यौँ अब यस्तो भ्यू हेरौँ त यहाँको टक्क लाएर यो चाहिँ हाम्रो गाउँबाट भ्यू वाउ लभली हेर्नु पनि यहाँ क्या टक्क हो यहाँ कहीँ छ टक्कै पिच गर्न लागिसकेको रहेछ पुरै सिद्ध चिचाहान यो चाहिँ हाम्रो गाउँ टक्क है यता माथि उहाँ माम्सहरू खेल्दै कहाँ चिचाहान कता हो ल अब हामी जान्छौँ सन्चै हुनुहुन्छ मकै खाँदै ए
ओहो यहाँ फेरि ग्याङ व्याङ रहेछन् सानो पनि छन् ओहो यहाँ त सबै ग्याङ व्याङ कति भाइ कति भाइ के छ उनीहरू उनीहरू देखिनु ल घर चिन्छ कसको कसको पुरै सब खिचिन्छ यहाँ दिस इज कवर आवर घाउनुङ भिलेजको यात्रा नाल्नु पऱ्यो अब बास यो चाहिँ यो पुरै खर अब फेरि आगो लाग्छ होला यहाँ आगो लाग्यो भने त यहाँ त धुन्धनी हुन्छ यहाँ त ऊ त्यहाँ ऊ त्यो के बनाएको छ ऊ त्यहाँ हो त्यहाँ एउटा ढुङ्गामा पानी हो कि के हुन्थ्यो यस्तै छ पारा उहाँ पा कार्बलिङ हुन्छ